नमस्ते, म विनोद बुढा छेत्री हजुरको सामु केही कुराहरू लिएर फेरि पनि उपस्थित भइसकेको छु। फागुन 21को लागि चाहिँ चुनावको माहौल जुनसुकै सबै हाम्रो 77 जिल्लामा चाहिँ एकदम चर्काचर्की बढेको देखेको छु मैले, र हाम्रो जाजरकोट जिल्लामा पनि एकदमै बढेको छ। र हाम्रो जिल्लाबाट पनि 4-5 जना पार्टीको चाहिँ प्रतिनिधिहरू उठेको हामीले सुनेका छौँ। यदि पहिलाको जस्तै गरेर झुटो आश्वासन हाम्रो गाउँको जनताहरूको चाहिँ आँखामा धुलो हाल्ने सोच बनाउँदै हुनुहुन्छ भने बी अलर्ट बस्नुहोला। नत्र गाउँ गाउँमा भोट माग्दै आउँदा तपाईँले त्यस्तै भाषण गरेको सुन्यो भने कुन खाल्डोमा लिएर हालिदिन्छौँ हामी प्रतिनिधिलाई, चाहिँ हामीलाई त्यस्तो मतलब हुँदैन। हेर्नुहोस् है, अलि विचार गरेर चाहिँ आउनु होला। यदि गाउँ ठाउँ जिल्लालाई बनाउँछु भन्ने सोच बोकेर हिँड्नु भएको छ भने हामी व्यक्तिलाई चाहिँ जुनसुकै पार्टीको व्यक्ति होस्, तर व्यक्ति हेरेर यसले गर्छ है भन्ने खालको विश्वास जाग्यो भने चाहिँ हामी जुनसुकै पार्टीलाई पनि दिन सक्छौँ। तर त्यस्तो सरकार चाहिँ भएन। जस्तै अब अहिले एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ एकदम जनलहर धेरै देखेका छौँ हामीले। तर त्यही विषय मैले के भन्न चाहेँ, 63-64मा चाहिँ माओवादीको लहर धेरै आएको, हेर्नुहोस् धेरै आयो। र 10-12 वर्ष चाहिँ माओवादीले नै ल केही न केही गर्छ है भन्ने खालको चाहिँ कुरा भयो होइन। तर खासै त्यस्तो उखाडेको चाहिँ देखेन हामीले। अनि त्यसपछि 72-73देखि चाहिँ एमालेको जनलहर आयो। अनि 8-10 वर्ष चाहिँ एमाले पनि खायो र उही पारा अनि उही देश नै खायो होइन। अरू बरु जनताको पसिनाहरू नै लुट्यो, अरू केही पनि गर्न सकेन। त्यस्तै गरेर अहिले 82 भनौँ न है, 81-82मा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ एकदम जनलहर आएको छ। यसले पनि त्यस्तै गर्ला भन्न चाहिँ सकिँदैन। त्यसैले अलिकता सोच पुर्याएर सबैले व्यक्तिलाई दिनुहोस्, पार्टीलाई होइन। पार्टी जुनसुकै पार्टीको सिद्धान्त एउटै हो, एउटै देश बनाऊ भन्ने चाहिँ सबैको सोच एउटै हुन्छ। तर त्यो भित्रको चाहिँ करप्ट प्रतिनिधिहरू भएपछि केही पनि लाग्दैन गाइज है। बी अलर्ट बस्नुहोला सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चाहिँ मैले भन्न चाहेँ। हस्त गाइज है।